हेलो नमस्ते स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आई होप हजुरहरूलाई सन्चै हुनुहुन्छ होला। म चाहिँ आज हजुरहरूलाई मेरो फार्मिङ लाइफ कसरी गइरहेछ, फार्मिङ लाइफ डेली दिन कसरी बिताइरहेछ, फार्मिङ लाइफ कस्तो हुँदो रहेछ भनेर हजुरहरूलाई सेयर गर्दैछु। अन्तिमसम्म हेरेर साथ सपोर्ट सब्सक्राइब गरिदिनु होला साथीहरू। अहिले चाहिँ म यहाँ ट्याक्क फार्ममा आइपुगेको छु। खाएर फार्ममा आइपुगेको छु। अनि त्यसपछि चाहिँ म आज यहाँ टमाटर हामी चाहिँ अब टमाटर बारीमा आइपुग्यो। टमाटर खाएर टमाटर टिप्नु लगाएको। यहाँ चाहिँ हुनुहुन्छ टमाटर टिप्नु आज रोशनीको मम्मी तारा दिदी। यहाँ चाहिँ हुनुहुन्छ बुवा। आज चाहिँ लास्टै पाकेछ। यता चाहिँ कुनै बित्तिकै चाहिँ पैसा हातमा समाते साथीहरू। आज चाहिँ बिहानको हो, यो चाहिँ बिहानको 4 क्रेटको यसरी पैसा आउँछ। हाम्रो चाहिँ मिहिनेत गर्नुभयो भने चाहिँ यहाँ तारा दिदीले चाहिँ टमाटर टिप्दै हुनुहुन्छ। यता चाहिँ ऊ भर्खर आउनु भएको छ टमाटर ओसारेर। अनि यता रोहितको मम्मीले चाहिँ यहाँ टमाटर टिप्दै हुनुहुन्छ। यस्तो पाकेको छ आज चाहिँ। यस्तो मजाले टमाटर टिपिरहनु भएको छ है। को को चाहिँ यहाँ दर्शक बनेर साथ दिइरहनु भएको छ। त्यहाँ खोर्साउने होइन नि, दर्शक बनेर साथ दिने चाहिँ होइन, पुरै खोर्साउँछ यसले फेरि टमाटरको बोटै पो। ल हेर्नु आज चाहिँ कति पाकेछ साथीहरू। तलतिर पनि यत्तिकै पाकेछ। आज चाहिँ हामीले 30-40 क्रेट जति टिप्नेछौँ। पहेँलो पहेँलो नि टिप्नु, पहेँलो नि टिप्दा हुन्छ। पहेँलो नि टिप्नु, फेरि भोलि त पाकी पो हाल्छ यता। ल यता टिपिरहनु भएको छ है यस्तो मजाले टमाटर टिप्नु। यसरी टिप्दैछौँ है। म पनि टिप्नतिर लागेँ साथीहरू। यस्तो पाकेको रहेछ। टिप्दैछौँ हामी। आए थुबाट बाल्टिन के पछि यसरी टमाटर टिप्दा चाहिँ बडो मजा हुन्छ है साथीहरू सबैजना मिलेर। यसरी टमाटर बारीमा बसेर टमाटर गर्मीमा फेरि यस्तो गर्मी छ आज है। यस्तो रातै त्यो ट्र्याप किरा क्या, त्यो आउँछ किराको ट्र्याप। हेर्दा पो सानो। मेहनत अनुसार फलेको छ कि यस्तो रातो भएछ है। दुगामा लाग्छ है। जान्छ जाँदै जानु त जान्छ। जान्छ अहिले चाहिँ हिँड्दा चाहिँ जाँदैन। हिँड्दा चाहिँ बाटोमा चाहिँ कता गएर आउनु भयो। मैले यो ज्याकेट यहीँ लिएर राखेँ क्या। हाम्रो बारीमा चाहिँ खतरा टमाटर फलेछ है। खतरा फलेछ है। जानु जानु, म चाहिँ यहाँ भिडियो गर्दैछु। देखि टमाटर टिप्न आउनु भएको छ साथीहरू। हजुरहरूलाई पनि चाहिन्छ भने सम्पर्क गर्नुहोला, टिप्न आउनुहोला यसरी। ल हेर्नुहोस् ए कति पाकेको छ टमाटर। बोटै रातो भएको छ नि यस्तो मजाले। यहाँ 1 बाल्टिन चाहिँ पुऱ्याइसक्नु भएछ। म ओसार्छु। ल हेर्नुहोस् टमाटर ठुल्ठुलो। खानु न। अस्ति हामीले नि खाएर हेरेको काँचो टमाटर यो टमाटर कस्तो मिठो हुन्छ है।
खोइ हामीले त खायो यसरी गइरहेछ हाम्रो चाहिँ दिनहरू टमाटर टिपेर वाउ कस्तो मजाले पाक्यो लु हेर्नुहोस् कस्तो मजाले पाकेको यहाँ दिदीहरू चाहिँ टमाटर टिप्दै हुनुहुन्छ म चाहिँ भिडियो गर्दै हिँडिरहेको छु साथीहरू हजुर मेरो मम्मी पनि आउनु भएछ हो ल यहाँ झुप्पै पाकेछ है यस्तो मजाले पाकेछ हामी यहाँ 3-4 जना भएर टिप्दैछौँ ओसार त ठिक्क हुँदो रहेछ फेरि काँडो खानदारी साथीहरू 1 2 3 4 5 6 7 प्लेट जति एउटा दुईटाको त्यताको टिपेर के माने यो हेर्नु साथीहरू यति टिप्यो अनि फेरि हामी चाहिँ ल हामी चाहिँ यहाँ छेउछेउ अलिअलि छाडिदियो अनि तल हिँडेँ मिगा चाहिँ यस्तो खुला छ बिच ल आइपुग्यो हामी चाहिँ अहिले यहाँ तल यहाँ माथिबाट कति पाकेछ यहाँतिर चाहिँ ओहो जोड पाकेछ साथीहरू जोड आमामा के साह्रो पाक्यो यो मजाले पाकेछ ल हेर्नुहोस् टमाटर अब चाहिँ हामी यहाँ तलको टिप्ने छौँ है साथीहरू लु हेर्नु त यहाँतिर त झन् बब्बालै पाकेछ बब्बाल आमा के पाक्यो यहाँ आज यहाँ भिडियोमा हेर्दा चाहिँ कमै देख्छ होला साथीहरू यस्तो पाकेको छ यस्तो पाकेको छ मजाले ल बोटै रातो हुने गरी पाकेछ हौ बोटै रातो ल धान रोप्ने बेला बोलाउनु रे ओके यता पो पाकेछ है ओ हेलो बाल्टिन बेसको म चाहिँ यहाँ त्यतैबाट टिप्ने हाल भनेर यता लु कस्तो पाकेछ है यता चाहिँ झन् आमा बोटै रातो हुने गरी पाकेछ छेउछेउ छेउ क्या ठुलो ल्यान गाडी खाना कन्डी पोर भेर्ला यो त छेउछेउ त मिल्छ लु टिप्न लाग्यो हामी चाहिँ गाइजहरू यता बाल्टिन ल्याएर आउँदै हुनुहुन्छ यसरी है खाल्डोमा पुर्यालै यसरी टमाटर टिप्नुपर्छ गाह्रो छ नि गाह्रो टमाटर टिप्न आयो कि भनेर भन्नु हेलो सेवारो भन्ने तसिधेले लासो फ्यापुल्ला झोडले गाजे टमाटर मराङ्री टमाटरी थुबरी खाबा टाङ्नी तिल्लासी सुबन मुला बिग्रियो यत्तिकै खै बिग्रोस् जाटा ल
ठिक भयो है प्लास्टिक ओछ्याउनु टमाटर हाल्न के न चिसो खाने रे भिडियोमा सुन्न बिपा आज बिहान तारा र परिमिला आएनन् बेलुका पनि आएनन् कहाँ गएछन् भन्दा होला आज चाहिँ आज जोराई सेन्टरमा बिहान बेलुका गएन भने कहाँ हाम्रो त त्यहाँ सधैँ जाने हामी मात्रै हो नि त ए ए ए किन आएन भने सोध्दै थियो अस्ति पनि म थाहा भएन ए ल कस्तो मजाले पाकेछ साथीहरू टमाटर वाउ यता हेऱ्यो यतै राम्रो उता हेऱ्यो उतै के साह्रो राम्रो टमाटर भङ्गेराहरू हेर्नु साथीहरू यहाँ टमाटर खाने भङ्गेरा यसरी पाकेछ कस्तो राम्रो भएको हौ टमाटर पनि ल अघि म यतै आएन ल के साह्रो रातै भएको हौ हजुर कसको कुकुर आयो ओइ ओ काले भाग कुखुरा छ रहेछ यहाँ कसको काले आएछ कालु माथि भाग यता आइज यता आइज तिम्रो ठाउँ यो होइन कहाँ पसेको यार यो कुकुर त एउटा 2 दिनमा चाहिँ सक्छ ग्राहकको त्यही माथि 4 किरेट मात्रै लाने होस् अनि त्यही बेलाको मुलमाले भएर के त्यसपछि त मान्छे बिहोस् Bulan saja tayo juga. पागल पो क्या Mana duduk manjero jatuh tayo bermain siapa? कोङ बजे ताम भयो फेरि दुई टक टक ठेङ रोक्यो चुक्या झच्ची मै टमाटर तोस घर चाहिँ बडो 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 थियो
भित्ता न छेउ भित्ता पनि धुल्छ हिँड्का सक्खा चिकन मलाई 40 41 उज्या बनाऊ 20 रुपियाँ 15 रुपियाँ 13 रुपियाँ टमाटर दोखाऊ न मने तू हिंदर तीरे में 13 रुपियाँ दोखा दियो इनके में हाचौँ नि बिबा हात धुनै जा ए ठिकै चिमै खाता ज्याब डब सबे थोड़ा ना कलम जी काम जलो बिबै खाजे लोम से जाला जात खाते जी हमने लोम्बा आए त्रिसा लोम भरि कोले तीन जेची बरे आम्बा का टाइम लोम से ई बेन से आमा थोड़ी टाइम बेले खा आए त्रिसा गल कान जा जले बिजे कान्ते रोज कहाँ गयो बो एकछिन दियो त लम्बा भ्राला कान्छ बा ग्वालम नौ भ्राला बिब के लम्बा भ्राला बिबा थियो के हिजो चाहिए डाटा अन गरेको हामी साइ बारे जा पौडर चाहिँ लोम्बा के अब त मान्छे त यहाँ छ नि केही हुन्न बोइ काम गर्ने मान्छे के यस्तै हो साथीहरू लु टमाटर हेर्नु तालाको चाहिँ यति धेरै भएछ साथीहरू 4 2टा 3टा बाँकी छ यो 7वटाको 4वटा अलि सानो चाहिँ यति टिपे माथि यो माथिको टिपे ल यस्तो खतरा भएछ हौ अझै छ साथीहरू ल हेर्नु त यस्तो मजाले अझै 3टा क्रेट छ 3टा पितपा 3टा टनेल त अझै बाँकी नै छ है गाइस अहिले काँक्रा ल्याएर आउँछु भन्नु न ल ल यहाँ हामी चाहिँ फटाफट क्रेटमा हाल्दैछौँ त्यहाँ गाडीमा यहाँ लोड गर्दै पनि हुनुहुन्छ माथिको ल्याएको छैन साथीहरू हामी चाहिँ अब लोड गर्न लाग्यो है क्रेटमा हालेर आज चाहिँ 30 क्रेट जति हुने रहेछ 14 15 17 19 ल सबै थकित भएछ यहाँ दिदीले 15 17 दिन्छ भन्नु नि बिहान त यति धेरै पाएँ अस्ति मलाई भन्दै थियो त्यहाँको व्यापारीले के यत्रो दिन भइसक्यो कस्तो ननिस्केको भन्दै थियो कुन चाहिँ व्यापारीले त्यहाँको व्यापारी टमाटर बेच्ने त्यो व्यापारीले त भन्छ नि के भन्छ यहाँ व्यापारी बेच्नुपर्छ नि क्या दिने तँलाई दिने नै हो ए व्यापारीले चाहिँ किन यति धेरै निक्लेन भनेको किरेटै बेच्ने हो कि उनीहरूले अब बिगेन भने छोरालाई बेच्ने एक ढक बेच्ने 1 केजी बेच्ने बेच्ने के हो काम त गर्नै पर्यो जसरी पनि बुद्धिया खोइ पनि ल यहाँ त्यो भोरि हाल्नु न हिसाब निकाल्नु 100 ग्राम 100 ग्राम त 100 ग्राम बढी हो ग्राम चाहिँ बढी हुँदैन हो गङ्सलमै यो है हाम्रो लगिसक्यो थपेर लान्छ ए भएन भन्दा पनि एउटा त हाल्नुपर्छ भन्छ त्यस्तो हो तिमीहरू गाह्रो चिज गाह्रो त भइहाल्छ नि सिबै नलागेर दिदी 2टा नभए त यहाँ 15 क्रेट जति चाहिँ टिप्थ्यो होला 15 20
यस्तो एकै ज्याम 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 पाक्दो रहेछ नि त। यसो चाहिँ खै म हेर्न आउँछु भनिहाल्छु नि म त। त्यहाँ 9 क्रेट अब तलको सकेर यहाँ माथिको हाल्दैछौँ साथीहरू। अनि यहाँ अलिकति पुगेन छ अनि यहाँ टिप्न लागेको छु। हात चाहिँ यस्तो भएछ हौ। ओहो यो टमाटर टिप्दा चाहिँ यस्तो हुन्छ हात चाहिँ। धानको बुट्टा अहिले चाहिँ निकै पाकेछ। सेन्तेरेम हुने गरी पाकेछ हौ टमाटर। कति केजी पुगेर छ? यति टिपेँ मैले चाहिँ। टमाटरले हात धुँदै हुनुहुन्छ है। ल यो त त्यहाँ अन्त कस्तो सट्टै जान्छ भने कति ल हात घोर्नुपर्छ है साथीहरू। एकछिन जोरै दिए त यहीँ हुन्छ स्वाट गएन त गयो है। जाँदो रहेछ। यसरी जान्छ क्या टमाटरको त्यो कसपछि साबुनले धुँदा चाहिँ जाँदैन। म चाहिँ टमाटर समाटर पठाएर अहिले चाहिँ यहाँ काँक्राबारीतिर डुलिरहेको छु। यो काँक्रा लोकल काँक्रा भने आज चाहिँ 15-20 क्रेट टिप्यो। अहिले चाहिँ रातको 7 बजिसक्यो। अनि त्यसपछि साथीहरू म चाहिँ अब काँक्रा तिर्नतिर लाग्छु। यस्तो यसरी काँक्राबारीमा घुमिरहेको छु। अब म काँक्रा टिप्छु। एक झोला चाहिँ लगभग हुन लाग्यो। एक झोला चाहिँ भयो। ओइ 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 खाल्टामा पसेँ। यहाँ चाहिँ काँक्रामा नघुमिकन चाहिँ अचेल चाहिँ चित्त बुझ्दैन साथीहरू। यहाँ हेर्नु न कति लामो सुर्लक्क परे काँक्रा छ क्या। कुना कुनामा लुकेको छ। कितना प्यार हो गया काँक्रा से क्युकम्बर। ओहो यहाँ मुलाको साग रहेछ गाइस। यहाँ रहेछ ल। यहाँ छ है। अस्ति मैले मुलाको साग टिपेको थिएँ त्यहीँ बसेछ। केलाई रे एक साग पुग्ने छ। मैले अस्ति टिपेको थियो बिर्सेछ नि त। ल हेर्नु न काँक्रा अब राति भइसक्यो राम्रो देख्दैन के त। राति भइसक्यो काँक्रा टिप्दैछु म। ओहो जङ्गल जङ्गल
जङ्गल जङ्गल ओहो काँक्रा चाहिँ ल मम्मी चाहिँ मुन्टा टिप्दै हुनुहुन्छ म चाहिँ भर्खर काँक्रा टिपेर आएको अब अझै अलिअलि टिप्नु छ टिपेर सघाउँछु मुन्टा अझै त अलि भएछ है मम्मी मुन्टा चाहिँ यस्तै छ यसपालि फर्सिने खै खै म सोध्छु ल यहाँ चाहिँ यसरी हामीले चाहिँ फाइनली काँक्रा मिलाए साथीहरू आजलाई चाहिँ अब यति नै होला जस्तो छ अब चाहिँ कुखुरालाई दानी पानी गर्छौँ त्यसपछि घर जान्छौँ साथीहरू ल साथीहरू म चाहिँ सब काम सघाएर घरमा हिँडेँ आजलाई चाहिँ यति नै अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद साथीहरू हजुरहरूलाई कस्तो लाग्यो मेरो ब्लग साथ सपोर्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला बाई बाई फेरि हामी नेक्स्ट भ्लगमा भेट्नेछौँ साथीहरू म चाहिँ हिँड्न लागेको घर आजलाई चाहिँ यति नै साथीहरू टाटा बाई बाई Thanks for watching. Subscribe now.